नेपालमा पनि यहाँ चोर चाहिँ डेन्जरै रहेछ यार। माटुने एउटा चौधरी केटो यार है, माटुने यार करोडको एउटा घर किनेर अझै माटुने 65 तोला जति सुन चाँदी अनि अझै ब्याङ्क ब्यालेन्स भने 18-19 लाख ब्याङ्क ब्यालेन्स भएको मान्छे, त्यो माथि अब 90-95 लाखको गाडी हाइस बगेर हिँड्ने रहेछ। त्यस्तो चण्डल चोर नेपालमा पनि रहेछ है। अनि पुलिसले पत्ता लगाउन नसकेको या। काठमाडौँ ठाउँमा अब करोडको घर किन्न सक्ने चोर भन्दा डेन्जरै रहेछ। बल्ल अनि भेटिया रहेछ। चोर पनि कस्तो खाले चोर भन्नु, नर्मल के कस्तो मार्नु, सोझो सिधा के, त्यो हेर्दाखेरि पनि